हेलो एभ्रिवान आज एकदमै बिगिनर फ्रेन्डली मेसिन लर्निङ प्रोजेक्ट गरौँ है। हामीले कुनै पनि मेसिन लर्निङ लाइब्रेरिज लाइक साइकिट-लर्न, पाइटर्च टेन्सर कुनै पनि लाइब्रेरी युज गर्दैनौँ। विल बी युजिङ सिम्पल पाइथन कोड्स है। एन्ड द मेसिन लर्निङ मोडल वुड बी लिनियर रिग्रेसन मोडल। यो प्रोजेक्टको टाइटल अथवा प्रब्लम स्टेटमेन्ट भनौँ होइन, के छ भन्दा यदि तपाईँ कुनै फ्रेन्चाइज रेस्टुरेन्टको सिइओ हुनुहुन्छ, फर इक्जाम्पल बर्गर हाउस होइन, देयर आर सो मेनी रेस्टुरेन्ट्स इन काठमाडौँ सिटिज एन्ड अल ओभर द नेपाल होइन। अब तपाईँले कुनै पनि सिटिजमा एउटा नयाँ आउटलेट खोल्न चाहनुहुन्छ जसले चाहिँ एकदमै धेरै प्रफिट दियोस्। तपाईँसँग डेटा के छ भन्दा तपाईँले अलरेडी अराउन्ड 100 रेस्टुरेन्ट चाहिँ चलाइरहनु भएको छ होइन। अनि त्यो तिनी रेस्टुरेन्टहरूबाट तपाईँले जेनेरेट गरेको प्रफिटको डेटा छ, अनि त्यो सिटी अथवा त्यो एरियामा भएको पपुलेसनको डेटा छ तपाईँसँग होइन। भनेपछि हामीले चाहिँ अब मेसिन लर्निङ मोडलबाट चाहिँ नयाँ आउटलेट कुन ठाउँमा नयाँ आउटलेट खोल्दा बेटर हुन्छ भन्ने कुराको प्रेडिक्ट गरौँ है त। बिफोर स्टार्टिङ दिस प्रोजेक्ट लेट मी टेल यु सम प्रिरिक्विजिट्स फर दिस प्रोजेक्ट है। तपाईँलाई बेसिक छ पाइथन थाहा हुनु पऱ्यो। फर इक्जाम्पल फङ्सन, लुप, इफ स्टेटमेन्टहरू एकदमै बेसिक थाहा भयो, आइडिया भयो है। अनि बेसिक अल्जेब्रा एन्ड डेरिभेटिभ्स, त्यस्तो एडभान्स चाहिँदैन, सिम्पल। अनि मोस्ट इम्पोर्टेन्टली तपाईँलाई पाइथन लाइब्रेरिजहरूको बारेमा आइडिया हुनु पऱ्यो है। फर इक्जाम्पल नम्पाई इन्डेक्सिङ होइन, अनि म्याटप्लटलिब चाहिँ थाहा हुनु पऱ्यो। अनि कोडिङ गर्नको लागि कोडिङ प्लेटफर्म चाहिँ जुपिटर ल्याब है। तपाईँले VS कोड पनि युज गर्न सक्नुहुन्छ है त। टर्मिनल जुपिटर ल्याब, मलाई जुपिटर ल्याबमा एकदमै मजा लाग्छ होइन गर्न, कोडिङ गर्नको लागि। मैले अब यहाँ चाहिँ एउटा फाइल बनाएको थिएँ प्र्याक्टिस भनेर होइन। यो नोटबुकलाई चाहिँ मैले नाम लेख्छु है तपाईँ। यो नोटबुकको नाम चाहिँ प्रफिट प्रेडिक्सन बेस्ड अन पपुलेसन भनेर हो है त। यसलाई नेम गरेँ है। मेक स्योर है तपाईँको यो जुन जहाँ चाहिँ तपाईँले नोटबुक बनाउनु भएको छ त्यसैमा चाहिँ तपाईँको डेटा चाहिँ यहाँ हुनुपर्छ है। मसँग यो example1 data1.txt भनेर यहाँ चाहिँ डेटा पनि मसँग यही छ। अब मैले चाहिँ यहाँ पाइथन लाइब्रेरिजहरू चाहिँ इम्पोर्ट गर्छु। इम्पोर्ट numpy as np import matplotlib dot pyplot as plt import math। यो लाइब्रेरी पनि पछि चाहिने हुनाले मैले अहिले ल्याएँ है त। अब चाहिँ मसँग भएको डेटालाई चाहिँ यो example1 डेटालाई चाहिँ इम्पोर्ट गरौँ। चाहिँ txt.txt फाइलमा छ, फर्ममा छ। यसलाई मैले डेटा भनेर नाम दिएँ। डेटा इक्वल्स टु np डट लोड txt। यसको नाम लेखौँ example1 data1.txt। यसलाई चाहिँ कम्पाइलर डेलिमिटर पनि लेख्नु पर्यो। डेलिमिटर कल्स टु कमाले छुट्टा होइन। डेटालाई अब डेटा प्रिन्ट गरेर हेरौँ कस्तो छ डेटा। मानौ यो फर्स्ट कलम चाहिँ पपुलेसन अफ एनी सिटिज हो होइन, जुन चाहिँ लाखमा छ भनेर मानौ, लाखौँमा छ होइन। अनि यो चाहिँ प्रफिट है, यो पनि लाखौँमा छ भनेर मानौ है, पर मन्थ। अहिले यो चाहिँ प्लट बनाउँदाखेरि चाहिँ हेरौँला यसलाई है त। अहिले यो अब यो भइसकेपछि अब मैले त्यो जुन चाहिँ दुईवटा कलम थियो त्यो फर्स्ट कलमलाई एक्सट्रेन भनेर मान्छु है। एक्सट्रेन कल्स टु डेटा अल रोज होइन। अनि फर्स्ट कलम भनेको यसले चाहिँ यो नम्पाईबाट ल्याएको, नम्पाईको इन्डेक्सिङ भन्छ है यसलाई। वाइड ट्रेन भनेको चाहिँ डेटा सेकेन्ड कलम है त। अब लेट्स फाइन्ड इट आउट। प्रिन्ट एक्सट्रेन यस्तो छ है त। पहिला यहाँ डेटा पनि प्रिन्ट गरौँ न त। प्रिन्ट
डेटा यो फर्स्ट कलम चाहिँ हाम्रो एक्सट्रेन हो है 6.11 लाखबाट स्टार्ट भएर 5.43 लाखसम्म इन भएको छ यही हो है त ल हामीले चाहिँ यो डेटाको सेप कस्तो छ त्यो पनि हेरौँ है त 97 वटा रोज छ 2 वटा कलम छ है त अब एक्सट्रेन डट सेप यसलाई पनि प्रिन्ट गरिदिउँ प्रिन्ट यो गर्दा 97 वटै रोज आयो है त ठिक छ ओके हामीले अब डेटा एक्सट्रेन र वाइ ट्रेन पनि इम्पोर्ट गर्यौँ हैन अब चाहिँ एक्सट्रेन यो डेटा चाहिँ प्लट गरेर हेरौँ है त कस्तो छ एक्सट्रेन र वाइ ट्रेन चाहिँ plt डट scatter एक्सट्रेन कमा वाइ ट्रेन भयो हैन plt डट show गर्ने भने चाहिँ ओके यस्तो छ है हाम्रो डेटा चाहिँ जहाँ चाहिँ यो एक्स एक्सिस भनेको चाहिँ पपुलेसन अफ सिटिज इन लाक्स हो हैन वाइ एक्सिस चाहिँ प्रॉफिट इन द रेस्टुरेन्ट भनौँ अथवा वेरिभर प्रॉफिट चाहिँ यसरी जसरी पपुलेसन बढ्दैछ प्रॉफिट पनि बढिरहेको छ है हामीले त्यहाँबाट चाहिँ यो इन्साइट चाहिँ निकाल्न सकियो है त अब यसलाई चाहिँ अलिकति ब्युटिफाई गरौँ हैन मार्कर चाहिँ एक्स राखौँ कलर चाहिँ रेड राखौँ है त अलिकति बेटर भयो एक्स एक्सिसको नाम लेखौँ एक्स लेभल plt डट एक्स लेभल population of city in population of city lakhs राख्यौं y axis चाहिँ plt डट y level profit even lakhs में है त lakhs per month ल यसलाई यो टाइटल पनि लेख्दिउँ plt डट टाइटल profit prediction based on population okay यो पनि लेजेन्ड पनि राख्दिउँ न है level original values okay अनि यसलाई चाहिँ plt डट legend गरिदिएपछि यो अलिकति बेटर भएर होला है त ओके यदि चाहिँ प्रॉफिट प्रेडिक्सन गर्ने हो भने त यो बेस्ट फिट फाइन्ड आउट गर्नु पर्यो नि हामीले हैन अब बेस्ट फिट फाइन्ड आउट गर्नको लागि प्रेडिक्सन गरौँ है त हामीले अनुमानित प्रेडिक्सन गरेर प्लट बनाउँ हामीले अब त्यसको लागि एउटा फंक्सन डिफाइन गरौँ डिफाइन प्रेडिक्सन भनेर लेखेँ त मैले अनि प्यारामिटर्सहरु x y w b भनेर पास गरेँ है त मैले अब चाहिँ मैले एउटा लुप पास गरेँ फर i इन रेन्ज किनकि 97 वटै कलमहरु पास गर्नु रोजहरु पास गर्नु पर्यो हैन फर i इन रेन्ज m है त m भनेको 97 हो है त त्यसलाई कसरी लेख्न सकिन्छ भन्दा m इक्वल्स टु x डट सेप 0 है त 0 ले चाहिँ यहाँ नम्बर अफ रोज रिप्रेजेन्ट गर्छ है त एक्सट्रेनमा चाहिँ रोजहरु 97 वटा सम्म छ अब यो i को भ्यालु यो सबै पास गर्नु पर्यो हैन फर i इन रेन्ज m अब प्रेडिक्टेड भनेको के हो भन्दा predicted price इक्वल्स टु हाम्रो फर्मुला के हो भन्दा mx plus c
जस्तो अब यसमा डब्लु एक्स प्लस बी हुन्छ है त। यसलाई अलिकति राम्रो बनाऊ। प्रत्येक एक्स भ्यालु जुन चाहिँ पपुलेसन अफ सिटिजको लागि कति प्रफिट भएको छ भनेर फाइन्ड आउट गर्नको लागि एउटा डेटा निकाल्नको लागि मैले चाहिँ एउटा इनिसियलाइज गरेँ है त, जुन चाहिँ प्रेडिक्टेड प्राइस भनेर प्राइस इक्वल्स टु एनपी डट 0। यसले चाहिँ 97 वटा चाहिँ 0 प्रिन्ट गरिदिन्छ है त। अनि यहाँबाट आएको भ्यालुहरू माथि गएर चाहिँ प्रत्येक स्टेपमा प्रत्येक इटरेसनमा चाहिँ यहाँबाट आएको भ्यालुहरू चाहिँ प्रेडिक्टेड प्राइसमा गएर बस्छ। अब त्यसको लागि चाहिँ प्रेडिक्टेड प्राइस x1 को लागि यहाँ पनि आइरहनु पर्यो हैन, प्रेडिक्टेड प्राइस यहाँ पनि आइरहनु पर्यो। अनि प्रेडिक्टेड जस्तो अब फर आई इन रेन्ज अफ 0 पास हुँदाखेरि यहाँ चाहिँ 97 रोजमा 0 हुँदाखेरि एक्स ट्रेन्डको चाहिँ सुरुको भ्यालु जान्छ, एक्स को भ्यालु जान्छ हैन। अनि डब्ल्यू भ्यालु अहिले हामीले राख्छौँ, बी को भ्यालु राख्छौँ। अनि प्रेडिक्टेड प्राइसको 0 हुँदाखेरि फर्स्ट भ्यालु चाहिँ यहाँ गएर स्टोर हुन्छ है। अब रिटर्न पनि गरौँ, रिटर्न प्रेडिक्टेड प्राइस भनेर हैन, रन गरौँ, फङ्सनलाई कल गरौँ है त। प्रेडिक्टेड यसो गरौँ न, ओके, प्रेडिक्टेड प्राइस इक्वल्स टु प्रेडिक्सन फङ्सन कल गर्न लाग्यो मैले। यो चाहिँ के भएर पास हुन्छ, एक्स ट्रेन वाइ ट्रेन कमा डब्लु कमा बी। यहाँ चाहिँ डब्लु र बीको भ्यालु पनि राखिदिउँ, हामीले मानव कति राखिदिउँ 5, डब्लु इक्वल्स टु 5 राखिदिउँ, बी इक्वल्स टु पनि 5 राखिदिउँ है त। माथिबाट रन गरौँ, उप्स यहाँ त एउटा डी बढी भएछ है त, डी बढी भएछ। ओके, अब यसलाई प्रिन्ट गरौँ, प्रिन्ट प्रेडिक्टेड प्राइस। ल प्रेडिक्टेड प्राइस यसको सेप पनि प्रिन्ट गरेर हेरौँ, 97 वटै छ है त, ठिक छ। अब प्लट गरौँ। फेरि प्लट गर्नको लागि मैले माथिको डेटा सबै कपी गरेर ल्याएँ है, यहाँ कपी गरेँ। यसलाई प्लट गर्ने हो भने फेरि त्यही माथिकै प्लट आयो है। अब यहाँ चाहिँ मैले अब यो प्रेडिक्टेड भ्यालुजहरू प्लट गर्छु, पीएलटी डट प्लट एक्स वाइ, एक्स ट्रेन चाहिँ सेमै हुने भयो, वाइ भ्यालुको ठाउँमा प्रेडिक्टेड प्राइस हुने भयो, प्रेडिक्टेड प्राइस हुने भयो हैन। ल यसलाई प्लट गरिदिने भने यस्तो हुने भयो है। यसलाई चाहिँ यहाँ चाहिँ हामीले यसलाई लेभल प्रेडिक्टेड भ्यालुज भन्ने हो भने यस्तो आयो है त। तर यो त बेस्ट फिट त भएन, यो डेटाहरू त हाम्रो ओरिजिनल भ्यालुजहरू जति क्लोज भयो यो बेस्ट फिट लाइनको प्रेडिक्टेड लाइनको जति क्लोज भयो त्यति नजिक त्यति राम्रो हुने। अब हामीले डब्लु र बी हुन्छ चुज गर्नु पर्यो हैन, डब्लुलाई 1 राखौँ, बीलाई पनि 1 राखौँ है त। बेटर है त, अलिकति बेटर आयो है। यसलाई 0.5 राखौँ, तर यो यतापट्टि भएन, फेरि 1 नै ठिक थियो हैन। यसलाई घटाउँ है त, अलिकति बेटर भयो। अब हामीले चाहिँ हाम्रो पर्पज नै के हो भन्दाखेरि डब्लु र बी को भ्यालुहरू फाइन्ड आउट गर्नु पर्यो है, जसले चाहिँ यहाँ बेस्ट प्रेडिक्सन दिनु पर्यो। डब्लु र बी को फाइन्ड आउट गर्नुको लागि चाहिँ हामीले चाहिँ ग्रेडियन्ट डिसेन्ट युज गर्छौँ है त। अब ग्रेडियन्ट डिसेन्ट युज गर्नुभन्दा अगाडि कस्ट फङ्सन फाइन्ड आउट गरौँ। कस्ट फङ्सन किन फाइन्ड आउट गर्ने भन्दा यो डेटादेखि यो प्रेडिक्टेड लाइन छ नि
त्यो मिनिमाइज गर्नको लागि चाहिँ हामीले कस्ट फङ्सन युज गर्छौँ है त कस्ट फङ्सन भन्नु र मिन स्क्वायर इरर भन्ने एउटै भयो सो अब फेरि हाम्रो फङ्सन डिफाइन गरौँ डिफाइन कस्ट कम्प्युट कस्ट भनेर लेखौँ यहाँ पनि एक्स वाइ डब्लु बी भनेर लेखेँ मैले होइन अब कस्टको फर्मुला कस्तो फेरि यहाँ पनि लुप गरौँ होइन फर आई एम रेन्ज एम 97 भ्यालु पास गर्नु छ एम भनेको के हो त्यो लेख्नु पर्यो एक्स डट सेभ होइन 0 हुनु भयो होइन यो लुपमा हाम्रो फर्मुला के छ त भन्दाखेरि पहिला वाइ प्रेडिक्टेड भ्यालु निकाल्नु पर्यो भयो माथि हामीले पिआरई नै भनेको थियो होइन न प्रेडिक्टेड प्राइस पिआरई प्राइस भनेर लेखेको थियो पिआरई प्राइस भनेको हाम्रो डब्लु यो हुन्छ होइन यसलाई कपी गर्ने अब यो हाम्रो प्रेडिक्टेड प्राइसमा कस्ट फङ्सनको फर्मुला अनुसार के गर्नु पर्यो त भन्दाखेरि कस्ट भनेर लेखौँ कस्ट आई भनेर लेखौँ होइन त्यसलाई चाहिँ प्रेडिक्टेड प्राइस माइनस वाइ ट्रेनको है वाइ आई भनेर आउँछ है त यस्तो हुन्छ हाम्रो फर्मुला अनि यसलाई चाहिँ अलिकति यो भने यो स्क्वायर पनि हुन्छ है त स्क्वायर गर्नुको लागि 2 राखिदिनु पर्यो अब अनि फेरि सम पनि हुन्छ नि त एभरेज पनि मिन स्क्वायर इरर भनेको त एभरेज टोटल हो नि त होइन अब यसलाई सम गराउनको लागि कस्ट इक्वल्स टु कस्ट प्लस कस्ट आई गरौँ है त कस्टलाई इनिसियलाइज गरेको छैन इनिसियलाइज गर्नु पर्यो कस्ट इक्वल्स टु 0 भनेर है त अनि यहाँ सुरुमा आईको भ्यालु आउँदाखेरि चाहिँ 0 हुन्छ 0 हुँदाखेरि सुरुमा 0 हुन्छ यहाँबाट कस्ट प्रिन्ट हुन्छ होइन अनि यो प्रिन्ट भएपछि यहाँ आएको भ्यालु फेरि माथि गरेर हुन्छ इनिसियलाइज हुन्छ त्यो भ्यालु होइन अब हाम्रो कस्ट इक्वल्स टु 1 डिभाइडेड बाई 2m है त यो फर्मुला अनुसार गर्दैछु ल मैले 1/2m टाइम्स कस्ट ओके रिटर्न कस्ट पनि गर्नु पर्यो रिटर्न कस्ट अब यसलाई कल गर्यो कस्ट फङ्सन भनेर है त functf function equals to compute cost प्यारामिटरहरू पास गर्नु पर्यो माथि जति यहाँ जतिवटा प्यारामिटरहरू पास गरेको छ त्यहाँ पनि त्यति प्यारामिटर पास गर्नु पर्यो एक्स ट्रेन वाइ ट्रेन डब्ल्यु बी है त अब यहाँ डब्ल्यु र बी भनेको हामीले डिफाइन गरेको छैन डब्ल्यु इक्वल्स टु 5 राखौँ यहाँको डिलिट गरौँ है पहिलेलाई डब्ल्यु इक्वल टु 5 राखौँ बी इक्वल्स टु 5 राखेर हेर्नु है त कस्ट फङ्सन कति आउँदो रहेछ उनीहरूलाई प्रिन्ट गर्नु पऱ्यो होइन उप्स प्री प्राइस इज नट डिफाइन्ड फेरि के मिस्टेक गरेँ मैले यो त के गरेँ हामीलाई मैले यो त हामीलाई प्रेडिक्टेड प्राइस त स्टोर गरेर राख्नुपर्ने छैन नि त होइन त्यो भएर अब ओके अब प्रिन्ट यस्तै हो है इस्युजहरू आउँछ कोडिङ गर्दाखेरि आफूले फाइन्ड आउट गर्न सक्नु पऱ्यो प्रिन्ट कस्ट फङ्सन 900 यो कस्ट फङ्सन त जति थोरै आयो त्यति राम्रो हो नि त डब्लु राखेर है त 10 आयो यति धेरै चेन्ज भयो है त यसको ठाउँमा 0.5 राख्ने भने अझै बेटर होला है
ए अझ बेटर आयो है त ल त्यही भएर चाहिँ हामीले कस्ट फङ्सनलाई चाहिँ मिनिमाइज गर्नु पर्यो है त अब कस्ट फङ्सनलाई कसरी मिनिमाइज गर्ने भन्दाखेरि ग्रेडियन्ट डिसेन्ट युज गरेर मिनिमाइज गरौँ अब ल अब चाहिँ यहाँ मैले एउटा ठाउँ छोडेँ अहिले ग्रेडियन्ट निकाल्न काम लाउँछ होइन ग्रेडियन्ट डिसेन्ट युज गरौँ है त फेरि डिफाइन गरौँ डिफाइन ग्रेडियन्ट हामीले के गर्दैछौँ कस्ट फङ्सनलाई मिनिमाइज गर्दैछौँ ग्रेडियन्ट डिसेन्ट यसमा पनि त्यही एक्स कमा वाई कमा डब्लु कमा बी होइन अब फेरि लुप पास गरौँ फर्मुला कस्तो छ भन्दाखेरि हाम्रो यसमा ग्रेडियन्ट डिसेन्ट इक्वल्स टु डब्लु इक्वल्स टु डब्लु माइनस अल्फा अल्फा टाइम्स dj derivative of cost function j with respect to dw है त यो यहाँ चाहिँ अब हामीले मैले के पास गर्नु पर्यो एउटा अल्फा गर्नु पर्यो हैन अनि b इक्वल्स टु b लाई पनि मिनिमाइज गर्नु छ b माइनस अल्फा dj dw है रिटर्न गर्नु छ यस्तो गरौँ है त यो ग्रेडियन्ट डिसेन्ट चाहिँ इटरेटिभली चाहिँ रिड्युस हुँदै जान्छ है त कस्ट फङ्सन एउटा इटरेसनमा वान स्टेप गर्छ वान स्टेप एट अ टाइम गर्दै जान्छ यसो एउटा लुप चाहिँ बनाउनु पर्छ है त फर i in range नम्बर अफ इटरेसन ल्याउँ है त अब यो नम्बर अफ इटरेसनलाई चाहिँ यहाँ त्यो पनि पास गर्नु पर्यो नम्बर अफ इटरेसन भनेर होइन फर आई इन रेन्ज नम्बर अफ इटरेसन यसलाई यस्तो हुने हो होइन डिडब्लु यस्तो भयो त अब यिनै भ्यालुहरूलाई रिटर्न गरौँ रिटर्न डब्लु कमा बे भयो होइन अब यो यसमा चाहिँ डिजे र डिडब्लुको भ्यालु त निकाल्नु पऱ्यो नि त हामीले यसको लागि फेरि डिफ्रेन्ट प्रोसेस छ है त यहाँ फेरि अर्को फङ्सन डिफाइन गरौँ डिफाइन ग्रेडियन्ट भनेर होइन फेरि त्यही पास गरौँ एक्स वाई डब्लु बी होइन अब हाम्रो फर्मुला अनुसार यो फेरि पनि यही चाहिन्छ नन्सी गरेँ मैले यो कस्टलाई चाहिँ इनिसियलाइज गर्नु परेन यसमा होइन एम इक्वल टु एक्स डट सेभ त्यही हुने भयो यहाँ फर इन रेन्ज एम प्रेडिक्टेड प्राइस इक्वल टु डब्लु एक्सआई प्लस बी अनि यसमा स्क्वायर हुँदैन है तर मल्टिप्लाई एक्स हुन्छ है त एक्सआई हुने भयो लेट मी डबल चेक फर इन रेन्ज एम प्रेडिक्टेड प्राइस अनि डब्लु एक्सआई प्लस बी नै हो अनि कस्तो यो प्राइसिङबाट पास हुन्छ होइन एक्सआई ओके अनि यहाँ चाहिँ जोडिन्छ है त्यो यसलाई चाहिँ यो कस्ट होइन डिजे डिडब्लु गर्नुपर्छ लाई भनेर लेख्ने अनि डिजे डिडब्लु पनि निकाल्नु पऱ्यो डिजे डिबी आई इक्वल्स टु फर्मुला अनुसार यति हुन्छ है त यो हुन्छ है त फर्मुला अब जोड्न पनि पऱ्यो सबैलाई सम गर्नु पऱ्यो त्यसको लागि डिजे डिडब्लु इक्वल्स टु डिजे डिडब्लु प्लस डिजे डिडब्लु आई अब यहाँ इनिसियलाइज गर्नु पऱ्यो होइन डिजे डिडब्लु डिजे
data equals to 0 initialize गर्नु पर्यो dj dv equals to 0 गर्नु पर्यो new dj dv dv okay सम पनि गरियो हैन alright okay अब divided by average sum पनि गर्नु पर्यो फाइनली dj dw equals to dj dw divided by m is that m yes dj dv equals to oops यहाँ माथि 2m हो जस्तो लाग्यो मलाई 2m त लेखेको छ नि मैले कस्टमा चाहिँ 2m हुन्छ dj dv divided by m अब रिटर्न गर्नु पर्यो return dj dw comma dj dv हैन त रन गरेर इस्यु छैन फंक्सन एक्चुअली कल पनि गरेर हेर्नु पर्यो ओके gradient function equals to gradient x train comma y train comma w को भ्यालु 1 राखे अनि b को भ्यालु पनि 1 राखेर पास गर्यो भने print gradient function गरेर यो प्रिन्ट हुन्छ हैन यस्तो आयो यो dj dw र dj over dw and dj over db को भ्यालु यति आयो हैन अब चाहिँ लेट्स से हैन अब यहाँ dj dw को लागि यहाँ पनि फंक्सन कल गरेर हेर्नु पर्यो हैन त्यसको लागि dj dw comma dj dv equals to के लेखेको छ फंक्सन gradient x comma y comma w comma b भनेर प्रिन्ट गरेको छ है अब यसलाई पनि त हाल्नु पर्यो नि त gradient भनेर हाल्नु पर्यो लगभग भयो जस्तो लाग्यो मलाई सो यस्तो गरौँ है त अब w को भ्यालु हामीले सुरुमा यतिकै इनिशियलाइज गर्दियौँ है त w equals to w initial equals to 0 भनेर राख्दियौँ b init equals to 0 भनेर राख्दियौँ अब फंक्सन कल गर्दाखेरि gradient descent equals to gradient descent यसो गरौँ यहाँबाट आउने त w र dv हो नि त w comma b equals to gradient descent x train भनेर पास गर्नु पर्यो y train भनेर पास गर्नु पर्यो अनि w को ठाउँमा w init भनेर राख्नु पर्यो कमा b init यसले 0 राखेको छ हैन अल्फा को भ्यालु चाहिँ इक्वल टु 0.01 राख्दियौँ न अल्फा भनेर राख्दियौँ अब नम्बर अफ इटरेसन कति राख्ने नम्बर अफ इटरेसन इक्वल्स टु 10,000 राख्दियौँ 10,000 राख्दियौँ नम्बर अफ इटरेसन हैन अनि ग्रेडियन्ट
ग्रेडियन्टै राख्ने अब आई थिङ्क डब्लु र बीलाई इनिसियलाइज गरेको छैन हामीले यसो गरौँ न डब्लुलाई डब्लु इन भनेर राख्यौँ डब्लु इन भनेर राख्यौँ बीलाई चाहिँ बी इन भनेर राख्यौँ अनि यहाँ चाहिँ के लेख्यौँ भन्दा डब्लु इक्वल्स टु डब्लु इन हो b equals to b in हो भनेर ओके केही इस्यु छ त छैन अब प्रिन्ट हान्दैमा त प्रिन्ट डब्लु फाइनल भनेर राखौँ न फाइनल यो इनिसियल चाहिँ 00 भयो बी फाइनल प्रिन्ट डब्लु फाइनल कमा बी फाइनल oops W final is not defined. What went wrong? W final, B final. B final. Oops, आयो तर के मिस्टेक भयो 0.72 र 0.72 आयो त 0.72 रहनु रहेन है त डब्लु को भ्यालु 0.72 बी को भ्यालु पनि 0.72 राखेर प्रेडिक्सनमा कति आएको छ 0.72 बी को ठाउँमा पनि 0.72 राखेको नि भने यो त बेस्ट फिट त भएन नि हो त हैन देयर इज समथिङ रङ इन ग्रेडियन्ट डिसेन्ट क्याल्कुलेसन है त देयर इज समथिङ रङ इन ग्रेडियन्ट डिसेन्ट क्याल्कुलेसन आई डोन्ट नो डिजेडिडब्लु यहाँ हुँदैन त अन्त डिजेडिबी उप्स कस्तो मिस्टेक भइदिन्छ कि यहाँबाट चाहिँ यस्तो गरौँ यस्तो आयो है त डब्लु फाइनल 1.13 र माइनस 3.89 1.13 1.19 राखौँ दुईवटा डिजिट राखौँ है त माइनस 3.89 1.13 1.13 बी को भ्यालु चाहिँ माइनस 3.89 माइनस 3.89 राख्ने भने चाहिँ यसलाई रन गर्ने भने ल हेर्नुहोस् है त यो बेस्ट फिट हो है त्यो यो डेटाको एज क्लोजेस्ट एकदमै क्लोजेस्ट छ है अथवा अझै यहाँ बेटर आउनसक्छ है त्यहाँ तपाईँले अल्फाहरू अझै अल्फा चाहिँ अझै सानो बनाउने नम्बर अफ इटरेसन अझै धेरै बनाउने भने अझ बेटर हुनसक्छ दिस इज द बेस्ट फिट है त अब हामीले चाहिँ प्रेडिक्टेड गरौँ न अब त्यसलाई चाहिँ हटाइदिउँ है एकछिन यहाँ चाहिँ कता राखेको थिएँ मैले डब्लु र बीको भ्यालु यहाँ राखेको थिएँ यसलाई डब्लु र बी नै राखौँ है अब चाहिँ प्रिडिक्सन गरौँ है त यो चाहिँ हाम्रो यो ल यदि चाहिँ कुनै सिटीको पपुलेसन चाहिँ ल 12.5 छ भने 12.5 छ भने त्यो सिटीमा कति प्रफिट हुनसक्छ है त तपाईँलाई भनेर चाहिँ प्रेडिक्ट गरौँ है त सो हाम्रो प्रेडिक्टेड फर्मुला के हो वाइ प्रेडिक्टेड राखौँ वाइ प्रेडिक्टेड भनेको अथवा हामीले माथि नै राखेको हेरौँ न के राखेको थियौँ प्रेडिक्टेड पिआरई प्राइस भनेर राखेको थियौँ पिआरई प्राइस भनेको हाम्रो फर्मुला के थियो डब्लु एक्स प्लस बी थियो हैन अब डब्लुमा चाहिँ फाइनल राख्यौँ बी पनि फाइनल राखौँ
अनि x चाहिँ x को भ्यालु कतिमा हो हामीले प्रिन्ट गर्नुपर्ने x इज नट डिफाइन भनेको छ x लाई चाहिँ xi भनेर राखौँ xi चाहिँ xi भनेको चाहिँ हामीले कतिमा क्याल्कुलेट गर्न खोजेको 12.5 मिली 12.5 लाख हुँदाखेरि 12.5 लाख हुँदाखेरि चाहिँ भनेर क्याल्कुलेट गर्न खोजेको अब चाहिँ प्रिन्ट चाहिँ प्रेडिक्टेड प्राइस गर्ने हो भने ल 11 लाख पर मन्थ चाहिँ प्रफिट हुने हो है यो बेस्ड अन दिस डेटा अब मलाई चाहिँ के गर्न मन लाग्यो भन्दा यो ग्रेडियन्ट डिसेन्ट युज गरेर चाहिँ कस्ट फङ्सन कसरी रिड्युस भयो त भन्ने कुरा क्याल्कुलेट गरेर हेरौँ है त यतिकै राखौँ अब चाहिँ यहाँ चाहिँ अलिकति मोडिफाई गर्नु पर्यो त्यसको लागि के गरौँ त भन्दाखेरि यसरी गरौँ है त इफ नम्बर अफ इट्रेसन आई इज लेस देन 1 लाख गरौँ है त 1 लाख छ भने जे स्ट्रे गर्दै है त मैले यो कस्ट फङ्सनलाई जेले डट एपेन्ड के एपेन्ड गर्ने हो हामीले क्याल्कुलेट गरेको कस्ट फङ्सन कस्ट है त यसलाई कल गर्नु पर्यो कम्प्युट कस्ट x, y, w, b अब यहाँ कम्प्युट कस्टलाई पनि यहाँ प्यारामिटर राख्नु पर्यो कम्प्युट कस्ट यहाँ हामीले कल गर्दाखेरि कम्प्युट कस्ट पनि राख्नु पर्यो है अब यो जे हिस्ट्री भनेको त यहाँ हाम्रो के हो भन्ने थाहा छैन त्यही भएर चाहिँ यहाँ जे हिस्ट्री भनेको जे हिस्ट्री इक्वल्स टु यहाँ चाहिँ डेटाहरू आएर सेभ भएर भएको छ है त जे हिस्ट्री प्रत्येक इट्रेसनमा क्याल्कुलेट भएको जे चाहिँ त्यहाँ माथि गएर भएको छ भनेको है यो भनेको इफ 8% यो चाहिँ मैले रिमाइन्डर गर्दैछु है 8% म्याथ डट सेल युज गरेँ मैले अनि नम्बर अफ इट्रेसन डिभाइडेड बाई 10 इक्वल्स टु 0 हुन्छ भने प्रत्येक 10 वटा हामीसँग कतिवटा 1 लाखवटा छ भने चाहिँ 10,000 वटा उसमा इट्रेसनहरू क्याल्कुलेट गर्न खोजेको ल मैले if 5% math dot shell number of iteration divided by 10 equals to 0 print f string use गरे for iteration I for iteration I G cost function चाहिँ के हो त J string अब यहाँ चाहिँ अब स्ट्रिङ इन गर्दै मैले गर्दै भने हेरौँ है त के प्रिन्ट हुन्छ यसमा चाहिँ यो चाहिँ धेरै ठुलो आयो भ्यालु अलिकति मिलाइदिएँ मैले यसलाई जे हिस्ट्री चाहिँ लास्टको भ्यालु त्यहाँ प्रिन्ट त हुँदै जान्छ होइन तर प्रत्येक इट्रेसनमा लास्टको भ्यालु हो नि त निकाल्ने सो यसलाई चाहिँ -1 राख्दै मैले भनेपछि यसरी
यसलाई अलिकति यो ठुलो ठुलो भयो भ्यालु अलिकति यसलाई मोडिफाई गरौँ है त यसमा 4 वटा मात्रै डाटा राखौँ इट्रेसन 4 वटा मात्रै भयो हैन कस्ट फंक्सन पनि यस्तो बनाएर राख्दिउँ हैन कमा राख्दिनु कस्ट चाहिँ हिस्ट्री भनेको चाहिँ 4 वटा डाटा राखौँ 4 वटा डाटालाई चाहिँ डिजिट पछाडि 2 भनेर राखौँ चाहिँ यसरी राखेपछि धेरै डिजिट मात्रै हेर्नु कस्ट फंक्सन चाहिँ इच इट्रेसनमा कसरी गर्दै गएको छ हेरौँ है इट्रेसन 0 मा 6.74 छ हैन अनि इट्रेसन 1000 पुग्दाखेरि 4.52 छ 4.48 4.48 गर्दै गर्दै गएर यहाँ यदि 4 वटा यहाँ 3 वटा भ्यालु राखेर है त 3 वटा भ्यालु राख्ने हो भने चाहिँ 5.6 4.7 4.7 यसरी अझ 4 वटा भ्यालु राख्ने हो भने चाहिँ यसरी घट्दै गएको छ है अझ यो पछाडिको भ्यालुहरुमा चाहिँ गर्दै गएको हुन सक्छ है तर 2 वटा डिजिट मात्रै हेर्ने हो भने चाहिँ 2000 इट्रेसन राख्नु चाहिँ इनफ रहेछ है त यसरी चाहिँ ग्रेडिङ डिसेन्टले कस्ट फंक्सनलाई चाहिँ मिनिमाइज गर्न हेल्प गर्छ यसो गरौँ न यो करेस्पोन्डिङ यो कस्ट फंक्सन चाहिँ यति हुँदाखेरि चाहिँ करेस्पोन्डिङ डब्ल्युबी पनि कसरी गर्दै गइरहेको छ डब्ल्यु पनि लेखौँ है डब्ल्यु बी डब्ल्यु यसरी चाहिँ एउटा यसलाई पनि एउटै डिजिट राखौँ न 4 वटा डिजिट राखौँ पोइन्ट 2f 4 वटा डिजिट राखौँ पोइन्ट 2f गरिदिने भने चाहिँ यसरी हेरौँ है त यो डब्ल्यु को भ्यालु सुरुमा 0.65 थियो हैन बी सुरुमा 0.06 अनि सेकेन्ड स्टेपमा 1.13 1.18 हुँदै हुँदै बेस्ट भनेको 1.19 मा आएको छ हैन अनि बी को भ्यालु चाहिँ यो चेन्ज हुँदै हुँदै आएर लास्टमा -3.90 आएको छ है त प्रत्येक इट्रेसनमा